Hello, good morning guys. Welcome to my another vlog. आज चाहिँ म नेपाल जाँदैछु अन्त बाटोमा के हुँदैछ तपाईहरुलाई देखाउँदैछु हेर्दै गर्नुस्। यहाँ चाहिँ साह्रै डरलाग्दो ओइले है अस्तिको फ्लडले गर्दा है डरै लाग्दो भएको रहेछ। घरको कन्डिसनहरु त नदेखाउ। छोड्दैछु पानी ल्याएकी त आउनु। सुनालको कन्डिसन नदेखाउ। हामी पानी ट्याङ्की पुगिसकेको छौँ। अन्त यहाँ एटिएम गएको पुरा बेसी मान्छे लाइन रहेछ। गरम त्यस्तै। अब चाहिँ हामी काँकरी भित्ता जाँदैछौँ। यो चाहिँ हो नेपाल र इन्डियाको बोर्डर। अब चाहिँ हामी काँकरी भित्ता पनि पुगिसकेको छौँ। तपाईले देख्न सक्नुहुनेछ काँकरी भित्ताको नजरिया। बिर्ता मोडमा चाहिँ मेरो मामा माइजूहरु लिनु आइपुग्नु भएको रहेछ। तर अफसोस के बात के भयो भन्दा यहाँनिर चाहिँ हाम्रो एकजना दिदी एडमिट हुनु भएको रहेछ। अन्त उलाई पनि हेर्दै हामी यहाँनिर निस्केको। यता पर नि तपाईले देख्न सक्नुहुनेछ यहाँ चाहिँ यहाँको सेक्युरिटी गार्ड रहेछ। एकदमै दामी भागले काम गर्नुहुँदैछ देख्न सक्नुहुनेछ तपाईहरुले। बिमारीलाई हेरिसकेर अब चाहिँ हामी मामाको घर मामा माइजूको घर जाँदैछौँ ज्ञानेर चोक। तपाईले देख्न सक्नुहुनेछ यहाँ हामी कतिजना चढिराखेको छ। अब चाहिँ माइजूको बहिनी ज्ञानेर चोक बाहिर घुम्न निक्लेको। गाइस तपाईले मेरो भिडियो मन पर्ने लाइक शेयर कमेन्ट एन्ड सब्स्क्राइब गरिदिनुहोस्। बाई बाई, थ्यांक यू सो मच।